नमस्कार। फेरि पनि एक दिन पछाडि म फेरि पनि आएको छु। किन आएको छु भन्दाखेरि तपाईँलाई अभियसली थाहा होला नि, मैले यो तपाईँलाई अस्तिको दिन यो फुलेको जुन हाम्रो ब्रह्मकमल फुल थियो यसको भिडियो देखाएको थिएँ। आज फेरि हेर्नुहोस् त, यहाँ त्योभन्दा पनि एकदमै सुगन्धित, एकदमै आकर्षित रहेर चाहिँ हाम्रो यस्तो दामी फुल फुलेको छ के। यहाँ पूजाको थाली छ, यहाँ फुल, अबिर, केसरी अनि चन्दनहरू, घन्टी, हाम्रो धूप छ, यहाँ दियो छ, यहाँ हाम्रो आरती छ, यहाँ हाम्रो कलश छ। अब सबसे पहिला भनेको हाम्रो जल अभिषेक, ओम ब्रह्मदेवाय नमः भनेर चाहिँ तपाईँहरूले 3 चोटि चाहिँ जलको अभिषेक गर्नुपर्ने हुन्छ हाम्रो। त्यस पछाडि दोस्रो भनेको हाम्रो दियो बालिदिनुपर्छ, दीप बालिदिनुपर्छ ब्रह्माजीको नाम सम्झेर, ओम ब्रह्मदेवाय नमः ओम यसरी चाहिँ राखिदिनु पर्ने हुन्छ। त्यस पछाडि हामीले फुललाई, पुष्पले नै अभिषेक गरिदिन्छौँ। पछाडि केसरी, त्यस पछाडि अबिर, ब्रह्मलोकदेखि चाहिँ हाम्रो जुन ब्रह्माजी बस्ने हाम्रो ब्रह्मलोकदेखि चाहिँ उहाँलाई आगमन गरेर बोलाउनुपर्छ। को चरण भनेको चाहिँ हाम्रो आरतीको चरण है। आरती तयार गर्दैछु। चाहेको वरदान यति गरिदिएपछि हाम्रो ब्रह्माजी चाहिँ खुसी हुनुहुन्छ, सन्तुष्टि हुनुहुन्छ। हामीले चाहिँ यो पुष्पलाई ढोगेर आफ्नो मन चाहेको वरदान माग्यो भने जे माग्यो त्यही पूर्ण हुन्छ भन्ने छ।